सबले छोरी यहाँ जन्मे उस्तै प्रेम दिई उही तवरले छोरी जहाँ हुर्की छोरीको अधिकार साथ अहिले कर्तव्य के हुन्न र यो संस्कार विभेदपूर्ण छ भने स्वीकार्य के हुन्छ र छन् संस्कार समाज बन्धन हुने छौँ बाध्यता रोकिन यो संस्कार बनोट आज सही हो खै भन्न मै सक्दिन पापी देख्छु समाज भ्रूणहरूको हत्या भएको दिन खोसिन्छन् अधिकार जन्म अघि नै छोरीहरूका किन शिक्षा छैन भनौँ छ विश्वभरको ज्ञानै छन् शिक्षित छन् शिक्षालय छन् हजार तर खै चेतै हरायो कि त भत्केता पनि छाउ गोठ घरको भत्केन मस्तिष्कको भत्केता पनि छाउ गोठ घरको भत्केन मस्तिष्कको जिउँदै नरक सहेर स्वर्ग छ भन्यौ विश्वासको चेतको हाम्रा यी व्रतबन्धका जकिरिया छन् श्राद्धका सूत्र नै हाम्रा यी व्रतबन्धका जकिरिया छन् श्राद्धका सूत्र नै मामा भानिज ज्वाइँ प्राथमिकमा पर्छन् सधैँ पुत्र नै छोरी चन्द्र पुगे पुगे सगरका तारा छुने ठाउँमा गर्दैछौँ किन लिङ्ग भेद यसरी संस्कारको नाउँमा नाताबाट चलाइने चलनै खोजेर चल्छन् बरु बाँचुन् जेल सिहार चल्छ मृत्युमा चल्दैन छोरीहरू सच्चा कर्म विवेक स्वस्थ मनको श्रद्धा गरौँ भावको खाली कर्म गरेर अर्थ छ र के श्रद्धा बिना श्राद्धको तिम्रै देह चुडेर जन्म नपुगे नाता बनायौ पर तिम्रै दुध चुसेर त भरियो टाढा बनायौ भर एकै कोख थियो सब उही संस्कार भन्दा पर आमाको दुध भार झै निकटको सम्बन्ध के हुन्छ र छन् अन्याय कुकृत्य एक दिनै खुम्चन्छ नै ढुङ्गा काप चिरी तिनै पिपल झै उम्रन्छु मै हाम्रा यी अधिकार खोज्न कसियौँ अस्तित्व आफ्नैसँग छोरीले कति लड्नु पर्दछ अझै यो पितृसत्तासँग छोरीले कति लड्नु पर्दछ अझै यो